साथीहरू अहिले चाहिँ हामी छौँ प्रोडक्ट क्याटेगोरिजमा र यहाँ पनि यो तीनवटा अप्सन हेर्न सक्नुहुनेछ, पिडिएफ, प्रिन्ट र सिएसपी। पिडिएफमा क्लिक गरिसकेपछि यसको इन्फर्मेसन चाहिँ हामी पिडिएफ फर्मेटमा डाउनलोड गर्न सक्छौँ। यहाँ प्रिन्ट गरिसकेपछि हामी प्रिन्ट गर्न सक्छौँ, जान्न सक्नुहुनेछ। यहाँ सिएसपीमा क्लिक गरिसकेपछि हामी चाहिँ सिएसपी फर्मेटमा डाउनलोड गर्न सक्छौँ। र सपोज द्याट हामीलाई यहाँ एउटा नयाँ क्याटेगोरिज क्रिएट गर्नु छ भने हामी यहाँ सिम्पली एड न्यू क्याटेगोरिजमा जान्छौँ। यहाँ क्याटेगोरीको नाम, डिस्क्रिप्सन, क्याटेगोरीको टाइप के हो त्यो, त्यसपछि हामी यसलाई एक्टिभ राख्ने कि इनएक्टिभ त्यो सिलेक्ट गरिसकेपछि हामी सिम्पली यहाँ क्रिएटमा क्लिक गर्छौँ। त्यसपछि हामीलाई एउटा नयाँ क्याटेगोरी क्रिएट हुन्छ साथीहरू। र यहाँ पनि रहेको छ एक्सन्स बटन। यहाँ चाहिँ यहाँबाट तपाईँ इन्फर्मेसन भ्यू गर्न सक्नुहुनेछ, एडिट गर्न सक्नुहुन्छ र डिलिट पनि गर्न सक्नुहुनेछ। साथीहरू अहिले चाहिँ हामी छौँ स्टक ट्रान्सफर्समा र यहाँ पनि यो तीनवटा अप्सन हेर्न सक्नुहुन्छ, पिडिएफ, प्रिन्ट र सिएसपी। र सपोज द्याट हामीलाई यहाँबाट एउटा नयाँ स्टक ट्रान्सफर क्रिएट गर्नु छ भने यहाँ हामी सिम्पली योमा क्लिक गर्छौँ। त्यसपछि यहाँ न्यू स्टक ट्रान्सफरमा आउँछौँ